होइन होइन गुरुदेव, म हजुरलाई एकदमै तिरस्कृत गर्न चाहन्न, किनभने गुरुदेव भनेको त भगवान हो। तर हेर्नुहोस्, म तपाईलाई के भन्छु भने शुक्राचार्यजीको क्रोध बढ्न थाल्यो, भड्किन थाल्नुभयो यता र उता। तर बलि महाराज प्रणाम गर्दै हुनुहुन्छ, शान्त भइदिनु गुरुदेव, शान्त भइदिनु। म तपाईको इच्छा, तपाईको विरुद्ध कुनै पनि कार्य गर्दिन। तब शुक्राचार्यजी स्थिर हुनुभयो। तब पुनः फेरि बलि महाराज वामन भगवान तर्फ फर्केर भन्नुहुन्छ, प्रभु, हे ब्राह्मण देवता, तपाई आफ्नो इच्छा व्यक्त गर्नुहोस्, म तपाईको इच्छा अनुसार जे चाहनुहुन्छ म त्यही प्रदान गर्छु। तब शुक्राचार्यले विचार गर्नुभयो, हे बलि, खबरदार, तिमीलाई म एउटा कुरा भन्छु, तिमीले बाणी निकाल्यौ मुखबाट, तर केही आपत्ति छैन। हेर, 4 स्थानमा ढाट्न सकिन्छ, पाप लाग्दैन शुक्र नीति अनुसार। के हो त भन्दाखेरि 4 स्थानमा जहिले पनि झुट बोल्दाखेरि पाप लाग्दैन। स्त्रीसु नर्म विवाहे च मृत्यार्थे प्राण संकटे। स्त्रीसु यानी कुनै एउटा कुराले घरमा झगडा लगाउँछ, त्यस्तो कुरा आफ्नो स्त्रीलाई ढाड्दाखेरि पाप लाग्दैन। पत्नीलाई त्यस्तो कुरा ढाँटियो भने पनि पाप लाग्दैन। जुन कुरा उनलाई भन्दाखेरि चाहिँ घरमा झगडाको सृष्टि हुन्छ, यस्तो कुरा छुपाउनु। अर्को विद्यार्थी यानी तपाई व्यापारी हो, व्यापार गर्नुहुन्छ, तपाईले आफ्नो व्यापार जस्तो ल्याउनुभयो त्यस्तै अर्कालाई प्रदान गर्नुभयो भने तपाईलाई केही पनि रहँदैन। तसर्थ व्यापारमा 1-2 शब्द यताउता अवश्य गर्दा पाप लाग्दैन। अर्को प्राण संकटे, जब आफ्नो प्राण संकटमा आउँछ तब झुट बोल्न सकिन्छ। झुट बोलेर भए पनि प्राण बाँच्छ भने। अनि अर्को एउटा ठाउँ छ, गौ र ब्राह्मणको रक्षाको निमित्त अवश्य झुट बोल्न सकिन्छ। र तिमी हे बलि, तिमी सर्वस्व सुम्पिन्छु भन्छौ, तिमीले बोलेको वचन केही पनि मिथ्या जाँदैन, अपवाद तिमीलाई केही लाग्ने छैन। म गुरु हुँ तिम्रो, मैले तिमीलाई भने। तब बलि महाराज गुरुदेवलाई भन्नुहुन्छ, होइन गुरुदेव, म ब्राह्मणलाई त्यसै पठाउँदिन, म केही न केही अवश्य प्रदान गर्नेछु। यति भनेर वामन भगवानको छेउमा घुँडा टेकेर जब बलि महाराज बस्नु हो, शुक्राचार्यजीले विचार गर्नुभयो, यही कमण्डलु त होला नि अब संकल्प गर्ने, जल निकाल्ने। उहाँले योग बलले एउटा आँखो लगेर त्यो कमण्डलुको टुटीमा राखिदिनु भयो। वामन भगवानले विचार गर्नुभयो, हे शुक्राचार्य, तिमी यस्तो कार्य गर्ने, दान दिन आँटेकोलाई रोकिदिने। एउटा सिनको लिनुभयो अनि त्यो कमण्डलुको टुटीमा जोडसँगले वामन भगवानले घोचिदिनु भएको थियो। शुक्राचार्यको आँखो फुट्यो, एउटा आँखो ढाकेर शुक्राचार्यजी अब जे हुन्छ हुन्छ देखा जान्छ, म चाहिँ गए भन्दै क्रोधाग्निमा जल्दै त्यहाँबाट निस्केर शुक्राचार्यजी प्रस्थान गर्नुहुन्छ। जसरी नै शुक्राचार्यजी त्यहाँबाट जानुभयो, बलि महाराज हात जोडेर संकल्प लिनुहुन्छ। संकल्प लिँदा वामन भगवानले 3 पग भूमि मलाई दान गर्नुपर्छ भनी संकल्प गर्नुभयो। संकल्प पूर्ण भए पश्चात बलि महाराज भन्नुहुन्छ, हे ब्राह्मण देवता, यो के माग्नु भएको? यो 3 पाउ भूमि तपाईलाई किन चाहियो? म त तपाईलाई यथार्थ दिन तयारी थिए। त्यति भन्ने साथ वामन भगवानले आफ्नो विराट स्वरूप बनाउनु भयो। विराट स्वरूप बनाएर पहिलो पाउले भूर्भुव स्वर महत सत्य ब्रह्मले पर्यन्त नापिदिनु भयो। जल वितल सुतल रसातल महातल पाताल आदि अर्को पाउले नापिदिनु भयो। जब तेस्रो पाउ राख्ने स्थानै भएन, तब त्यो विराट स्वरूप ईश्वरको दर्शन गरेर बलि मन्त्रमुग्ध हुँदै निउरिएर तल घुँडा टेकेर प्रणाम गरे। बलिले तब वामन भगवानलाई भन्दछन्, मैले आजसम्म दान गर्नलाई हिचकिचाएको छुइनँ। मैले जस्तो सामर्थ्य हुन्छ त्यस्तै दान गरेको छु र आज मेरो अगर सर्वस्व हजुरले लिनु भएको छ भने यो दिनु पनि हजुरले नै भएको थियो प्रभु। त्यसै कारणले हजुरमा नै यो समाहित भएको छ। अब तपाईको तेस्रो पाउ राख्ने स्थान तपाईले भेट्नु भएन।
मेरो शिरमाथि तपाईँको तेस्रो पाउ राखिदिनुहोस् भन्दै मुकुट तल उतारेर जब शिर निहुर्याइदिए पछाडि वामन भगवान भन्नुहुन्छ, हे बलि देउसी र यो परम्परालाई हाम्रो गोर्खा संस्कृतिमा यति मजाले मानेर ल्याएका छौँ हामीले। मानौ जति बेला तिहारको उत्सव आउँदछ हामी त्यसै आएका होइनौँ, बलि महाराजले पठाउनु भएको भन्दै हामी घर घर गएर शब्दलाई अपभ्रंश भएर देउसिरे भन्छौँ, तर वास्तवमा त्यो शब्द देउसी र। आउनुहोस् संस्कृतिको जोगाड गर्दै सबैले एकचोटि आनन्द लिउँ अनि पुनः कथामा प्रवेश गरौँ। हरियो लिपे को लक्ष्मी पूजा गरे हे दीना गाइती हरा भैले नी बड़ारी रखा हे